संसारको सबभन्दा ठुलो बारसिंहको झुन्डसँगै थुप्रै वन्यजन्तुहरूको विचरण हुने साथै एसियाकै ठुलो खासी मैदान रहेको सुग्लाभाटा पर्याप्त पर्यटकीय सम्भावना रहेको भए पनि यसबाट उपयुक्त फाइदा भने लिन सकिएको छैन। पछिल्लो समय भने सुग्लाभाटा राष्ट्रिय निकुञ्जले पर्यावरणमा आधारित गतिविधिहरू सञ्चालन गर्न थालेको छ। सुग्लाभाटा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विनय कुमार झाले सुग्लाभाटा यस भेगकै महत्त्वपूर्ण क्षेत्र रहेको भन्दै पर्यटन व्यवसायहरूको सहकार्यमा हाल कार्यालयले प्रवर्धनदेखि प्रचार प्रसारका कामहरू समेत गरिरहेको बताउनु भएको छ। अब यो इन्डियाको नाकासँग जोडिएको क्षेत्र हो र सुदूरपश्चिमकै एउटा सबभन्दा महत्त्वपूर्ण सम्भावना बोकेको निकुञ्ज हो। पर्यावरण प्रवर्धन हेतु निकुञ्ज यहाँका स्थानीय सरकारवाला निकायहरू अनि त्यसपछि सहयोगी संस्थाहरूसँगको समन्वय सहकारमा हामीले अलिकति बृहत प्रचार प्रसारको कामहरू र अलिकति यहाँको पर्यटन व्यावसायिकहरूसँग विभिन्न चरणमा छलफल गरेर हामीले बढीभन्दा बढी पर्यटनहरूलाई कसरी चाहिने अगुवाई गर्न सकिन्छ, भित्राउन सकिन्छ भन्ने खालको कामहरू भए गरेको देखिन्छ। सुग्लाभाटामा बारसिंहसँगै हात्ती, गैंडा, बाघ, चित्तल, मयूर लगायतका जीवजन्तुहरू देखिने गर्दछन्। बर्ड वाचिङका लागि समेत महत्त्वपूर्ण मानिएको सुग्लाभाटामा थुप्रै तालतगाया समेत रहेका छन्। पर्यटनको सम्भावना भएर पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा र पर्यटनको न्यून उपस्थितिका कारण यो क्षेत्रमा सोचे जस्तो विकास हुन नसकेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ। पर्यटकहरू यहाँ आएर चाहिँ धेरै खुसी भएर गएका हुन्छन्। कोही नेपालभरिमै बाघ नदेखेर यहाँ पहिलोपल्ट बाघ देखेर पनि गएका हुन्छन्। यहाँ चाहिँ सबै राम्रो छ, सबै चराको लागि एकदमै राम्रो स्थान छ, अरू जनावरहरूको लागि एकदमै राम्रो छ, सजिलै देख्न पाउँछ। सुग्लाभाटामा रहेको पर्यटनको विकास मार्फत आर्थिक उपार्जनसँगै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने सम्भावनाहरू पनि पर्याप्त रहेका छन्। रामसिंह टौर्ना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर।